हेलो साथीहरु, आज पनि सधैँको टाइममा आइसके हो म। अब आज चाहिँ मेरो के छ सब्जीहरु भने यो देख्न सक्नुहुन्छ काँक्रा हैन। यिनीहरु त अब म चाहिँ यो आलु र न्युटेला देख्न सक्नुहुन्छ, न्युटेला पकाउन लागेको है। अनि यो चाहिँ पुदिना हो साथीहरु हैन। अनि यहाँ सोप छ, अनि यहाँ धनिया छ, अनि यो चाहिँ लोकल सानो खालको टमाटर के साथीहरु, यसको चाहिँ अचार बनाइदिनु लागेको। अनि यो देख्दै हुनुहुन्छ यस्तो मजाको छ। यो चाहिँ रायोको बिउ साग, बिउ जस्तै कलिलो साग हो के साथीहरु। त्यहाँ अहिले ड्युटीदेखि आउँदाखेरि देखेँ र अनि मैले ल्याएर आएको यो बजारतिर चाहिँ यसको कति मुठा बनाउँछ क्या, 5 को टिन्डा दिन्छ, यत्रो दिन्छ। यो चाहिँ यहाँ चाहिँ अगाडि चाहिँ अब बङ्गलाको दोकान छ नि त, अनि त्यहाँ चाहिँ कोही बेला त्यस्तो झुकुलमुकुलमा भेटाइन्छ क्या साथीहरु। अनि यो भर्खर ल्याएको रहेछ। यो चाहिँ मैले 4 रिङ्गेटको ल्याएको है साथीहरु। अनि आज चाहिँ मेरो भिडियो यस्तै छ। खाना चाहिँ अलरेडी पाकिसक्यो। अनि मैले चाहिँ अब यो पकाउनु पर्यो भनेर चाहिँ मैले रेडी गर्दैछु साथीहरु है। के कस्तो लाग्छ अब यस्तै छ भिडियो त हैन। अब खासै आहा के रे भन्ने खालको त छैन। त्यही पनि अब कस्तो भने अब जे बनाइन्छ त्यही त देखाउने हो नि साथीहरु हैन। अनि मेरो चाहिँ आज यस्तै छ सब्जीहरु। अब माछा मासु पनि अब कति खानु है, सागसब्जी। अब साग चाहिँ मेरो श्रीमानले चाहिँ बिहान बेलुकै दिँदाखेरि पनि नखाने भन्नुहुन्न क्या, मन पराउनुहुन्छ धेरै। तर जति नै माछा मासु पेले पनि सागसब्जी चाहिँ खानै पर्छ नि त साथीहरु हैन। हरियो सागसब्जीहरु अनि यस्तै छ। अब सब्जीहरु चाहिँ साथीहरु है, आजको भिडियो चाहिँ यस्तै छ। के कस्तो लाग्छ, नयाँ साथीहरु हुनुहुन्छ भने प्लिज मलाई सब्स्क्राइब गरिदिनु होला है, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै अब चाहिँ म केलाउनुतर्फ लाग्छु साथीहरु है। म अब यो साग चाहिँ साग केलाउनु टाइम लाग्छ, अनि अरु त अलरेडी नै भइहाल्छ। अनि यसलाई चाहिँ म कसरी बनाउँछु भने साथीहरु, यसमा चाहिँ हल्का तेल लाउँछु म। तेल लाएर पकाएर तेल लाउने, अनि त्यसपछि अब अदुवा लसुन अनि यिनीहरु सबै पकाउने अनि यो प्याज पनि हालिदिन्छु। अनि सबै एकैचोटि एउटै कराईमा सबै फ्राई गरिसक्यो के रे भुटभाट गरिसकेपछि चाहिँ अनि मिक्सरमा पिसिदिन्छु साथीहरु। अनि अब यस्तो हुन्छ नि त, अलिकति बेसी बनाइयो भने चाहिँ फ्रिजमा राखिराख्यो भने अब खाने बेलामा निकाल्दै खाँदा पनि हुन्छ नि त। थोरै थोरै दिनै बनाउनु भन्दाखेरि पनि एकैचोटि बनाइराख्यो भने चाहिँ राम्रो हुन्छ भनेर चाहिँ मैले एकैचोटि बनाउन आँटेको साथीहरु। अस्तिको मैले बजारको दिन ल्याएको, अस्ति 2 पल्ट खायौँ होला। अब यो 2-3 पल्ट पुग्छ कि भन्दै अब चाहिँ स्टार्ट गर्नु लागे है साथीहरु। हेर्दै गर्नु होला। अब एकछिनमा भेटौँ है त साथीहरु। हेलो साथीहरु, यो चाहिँ सागको कलिलो साग हैन, सागको बिरुवा देख्न सक्नुहुन्छ। कस्तो यो चाहिँ पकाएर खानु पनि मजाको हुन्छ क्या। मजाको भन्दाखेरि पनि अलिकति साग त सागै हो, तर यसको टेस्ट फाल्टै हुन्छ क्या साथीहरु। यसको चाहिँ यो चाहिँ मैले अघि ड्युटीदेखि आउँदाखेरि ल्याएको साथीहरु। अब चाहिँ म यसलाई केलाउँछु, देख्न सक्नुहुन्छ है। चाहिँ 4 रिङ्गेटको, यो 4 रिङ्गेटको। बजारमा त 5 रिङ्गेटको पनि यत्रो पनि आउँदैन, मसिनो आउँछ। तर यो चाहिँ कहिलेकाहीँ झुकुलमुकुलमा पाइन्छ, त्यही भएर मैले चाहिँ देखेँ अनि ल्याएको साथीहरु। अब चाहिँ म यो केलाउँछु है त, हेर्दै गर्नु होला। कसलाई मनपर्छ है सागसब्जी चाहिँ, त्यही भएर हाम्रो चाहिँ डेली नै हुन्छ सागसब्जी चाहिँ साथीहरु। सागसब्जी चाहिँ हेलो सेवारो, नमस्ते सबैजना, सम्पूर्ण मेरो ओटीमा जोडिनु भएको दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई सेवारो भन्दै आज चाहिँ के लिएर आएछ भनेर तपाईहरुले मेरो भिडियो आउनेछ थाहा पाइ पनि सक्नुभयो होला देखेर है त। आज के गरेछ भनेर सब्जीहरु देखि पनि सक्नुभयो होला। मैले चाहिँ आज अघि पनि
सरी आज चाहिँ यस्तै छ साथीहरु मेरो भिडियो चाहिँ है डेलीको भिडियो त्यो मेरो चाहिँ अब खाना सब्जी नै खाना चाहिँ मेरो अलरेडी नै पाकिसकेछ अनि अब सब्जीहरु पकाउनु बाँकी छ है काम गरेर पनि आउने बेला भइसक्यो अब आउने बेला भइसक्यो भन्दाखेरि पनि यतिखेर चाहिँ अलिकति कामको चटारो परिरहेको छ बाहिर जानुपर्ने भएको छ बिहानै लगभग यहाँको 7 बजेदेखि ड्युटी गरेको ड्युटी भरे 11-12 बजेतिर मात्रै आउनुहुन्छ ड्युटी गर्नेहरू मेरो चाहिँ छुट्टी भइसकेको छ अघि नै छुट्टी भएर पनि म चाहिँ रुममा आएर नुहाइधुवाइ गरेर एकछिन बसेर एकछिन खाजा खाएर अनि चाहिँ मेरो ड्युटी फेरि सुरु गर्न लागेको छ साथीहरु है मेरो चाहिँ यस्तै छ डेली नै मैले तपाईहरुलाई अगाडिदेखि पनि भनिरहेको छु किनभने म चाहिँ एक्लै छु यहाँनिर है अनि अब एउटा घर फ्यामिली जस्तै नै बसेको छु नि त त्यही भएर लेट चाहिँ म मात्रै छु र मैले नै हो अब बिरामी भए त्यस्तै समस्या भयो भने चाहिँ अब खाना सब्जी पकाउन नसक्ने नै भयो भने म चाहिँ पाल्नु पाउँछु ल नत्र भने चाहिँ मेरो डेली नै यस्तै हुन्छ साथीहरु भिडियो चाहिँ देख्न सक्नुहुन्छ यस्तै छ रात पनि परिसक्यो अहिले कति लगभग 7:40 जस्तो भइसक्यो अनि मेरो भिडियो चाहिँ यस्तै हुन्छ साथीहरु के कस्तो लाग्छ नयाँ साथीहरु जोडिदै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला है के कस्तो लाग्छ भिडियो पनि हेर्दिनु होला अब नराम्रो लाग्यो सल्लाह सुझाव दिनु होला यसमा चाहिँ सुधार्नु पर्यो यस्तो भनेर है अब चाहिँ स्टार्ट अचार पकाउनु लागेको ग्यास अन गरिसके अनि मेरो चाहिँ यस्तै हुन्छ साथी अब कतिपय साथीहरुले चाहिँ कति धेरै सब्जीहरु बनाउनुहुन्छ त चिज भनेर भन्नुहुन्छ किनभने यो चाहिँ 2 दिनको हुन्छ साथीहरु है सब्जी चाहिँ अब भोलि बिहानै चाहिँ अब त्यो अब कस्तो हो नि यहाँ चाहिँ ड्युटी अलिकति फिक्स हुँदैन जाने हैन मेरो चाहिँ रेगुलरै 8:30 बजेदेखि 5:30 बजेसम्म हो अनि अरूको चाहिँ अब कोही बेला 6:30 बजे कोही बेला 7 बजे कोही बेला 6 नै बजी पनि जानुपर्ने हुन्छ ड्युटी अनि त्यही भएर चाहिँ अब बिहानै उठेर निन्द्राको बेलामा बिहान उठेर पकाउनु पनि अलि भ्याइदैन नि त साथीहरु त्यही भएर चाहिँ अनि म चाहिँ अलरेडी अगाडि नै पकाइराखेर अब आज खायो अनि अलिकति राख्यो अनि बिहान चाहिँ पोको पारेर लानुपर्छ भन्दा पनि टिफिनमा हालेर लानुपर्छ साथीहरु है अब के गर्नु यही खानुको लागि नै त हो नि दुःख मरिन्जेल गर्नुपर्छ है काम पनि कस्तो हार्ड छ अनि गलेर आउँदाखेरि गलेको एउटा थकान है भोकको एउटा के रे फाल्टै अब प्यास अनि रुममा आउँदाखेरि यस्तो हेर्दाखेरि पनि एकदम धेरै भोक लागिरहेछ है तर खाना सब्जी देख्दाखेरि त्यो भोक लागेको महसुस पनि हराएर जाने भन्दा चाहिँ बरु थोरै होस् हैन बरु एक दुई आइटम बेसी नै पकाएर थोरै गर्नु चट्ट हैन थोरै चट्ट मिठो हैन त के रे रुच्छ नि त साथीहरु हैन अब गलेर आउँदा खाना सब्जी पनि त्यस्तै थियो भने त खान पनि मन लाग्दैन नि त त्यही भएर म चाहिँ अब धेरै नभए पनि थोरै चाहिँ अब चाहिँ मैले काटकुट गरिसकेँ आलुहरु है यो अचारको लागि देख्न सक्नुहुन्छ साथीहरु यसमा चाहिँ मैले अघि नै पनि भनिसकेको छु है पुदिना सोप धनिया छ अनि यहाँ चाहिँ देख्नुहुन्छ टमाटर यसलाई 2 पिस बनाएको छु मैले है अनि खोर्सानी देख्नुहुन्छ अदुवा लसुन अनि प्याज यसलाई चाहिँ मैले यहाँ तेल तताइसकेको छु तेलमा चट्ट हालेर चाहिँ एकछिन भुटपाट गरेर चाहिँ अनि मिक्सरमा पिस्ने हो साथी हो है चाहिँ रेडी भइसक्यो त्यो साग देख्नुभयो नि अघि कलकलाउँदो साग धुन्दा नि यस्तो भइसक्यो यस्तो भयो अलिकति माटो चाहिँ बेसी नै हुन्छ नि त अन्धेरी धुँदाखेरि त यस्तो भयो है अब आजको भिडियो चाहिँ यस्तै छ है साथी मैले चाहिँ यहाँ चाहिँ तेल पनि अघि नै लाएर पनि तताइसकेको छु अब चाहिँ यसलाई चाहिँ म लगाइदिन्छु साथी अब हाल्नुपर्ने जिनिसहरू सबै नै गर्ने रेडी भइसक्यो है मैले चाहिँ सब्जीमा लाग्यो
नुन हालिदिएको छु मैले। यसरी बनायो भने साथै एकदम टेस्टी हुन्छ तरकारी चाहिँ। सरी अचार चाहिँ अब यसलाई मात्रै दिन्छु। यो चाहिँ यस्तो भयो साथै अचार चाहिँ बनाउनुको लागि। यस्तै छ साथीहरू। अब चाहिँ भइसक्यो मेरो। यो आलु पहिला यो सागमा भुट्छु। यो अचारको लागि हुँदैछ। यसलाई मैले सेलेर राखेको छु। एकछिन पछाडि यसलाई मिक्सचरमा हालिदिएर पिस्दिने। हेर्नु कोकोलाई मनपर्छ यसरी बनाएको अचार। यो चाहिँ दाल। मैले चाहिँ यहाँनिर साग भुट्नु लागेको छु साथीहरू। खुर्सानी लिएर आयो अनि यहाँनिर लसुन अदुवा प्याज देख्न सक्नुहुन्छ। यस्तो हुनेको गराउनुपर्छ साथीहरू। फाइनली अहिले चाहिँ मैले सबै रेडी भइसक्यो। पकाइ पनि सकेँ है साथी। देख्न सक्नुहुन्छ। यो अचार भयो। अन्डा छ। यो बत्तीको फोक्सले कस्तो अलिक क्लियर देखेको छैन, तर पनि ठिकै छ। आजको भिडियो चाहिँ त्यस्तै नै भयो साथी हो है। फेरि चाहिँ अब तयारी पनि भइसक्यो। काम गर्नेहरू आइपुगेको छैनन्। एकजना चाहिँ आइपुग्यो, अझै 3 जना आइपुग्नु बाँकी छ है त। अब यस्तै हो। अनि के कस्तो लाग्छ होला साथी हो। मेरो चाहिँ यस्तै छ भिडियो चाहिँ। डेली नै यस्तै नै आउँछ है साथी हो। साग सब्जी खानाको है। खाना चाहिँ अलरेडी पाकिसक्यो। अनि अब सब्जीहरू पनि रेडी भइसक्यो। अब ड्युटीदेखि आएर नुहाइधुवाइ गर्दा यताउति गर्दाखेरि 11-12 बज्छ। अलिक छिटो आयो भने, अलिक ढिलो आयो भने त 12 साढे 12 नै हुन्छ। अनि त्यस्तै छ साथी हो। परदेशको ठाउँमा गाह्रो हुन्छ भनेको जस्तो हुँदैन। कोही बेला छिटो कोही बेला ढिलो हुन्छ है।
अनि अब त्यही हो, काम गरेर आउँदाखेरि गलेर आउँदाखेरि अब मिठो भए पनि नमिठो भए पनि होइन अलिकति राम्ररी नै पकाइयो मजाले पकाइयो भने त के अरे गल्दाखेरि पनि अब भोक लागेको टाइममा पनि यसो अलिअलि रुच्छ नि त। अब मरिमरि काम गरेर अनि खाना सब्जी पनि त्यस्तै थियो भने त अब आफूलाई पनि खानु मन लाग्दैन। अनि यस्तै छ साथी हो है, मेरो चाहिँ ड्युटी नै यही हो, के अरे रुमको ड्युटी यो हो। अनि अब कम्पनीको त मेरो त्यही हो, अब बढाड कुराड गर्नुपर्ने यताउति होइन, कहिलेकाहीँ गाडीहरूलाई यसो के अरे धुइ पखाली गर्नुपर्छ। अब जतै गए पनि काम नगरी त हुँदैन साथी हो होइन, काम गर्नुपर्छ, कामको लागि नै अनि पैसाको लागि नै आफ्नो घर परिवार होइन सबै छोडेर, आफ्नो जन्मभूमि छोडेर होइन, आफ्नो देश छोडेर अब कहाँ कहाँ पुग्नुपर्छ होइन। म मात्रै होइन, अब संसार सबैजना दाजुभाइ दिदीबहिनी सम्पूर्ण सबैजना नै बितिसकेकै छौँ होइन। अनि अब त्यही हो, यस्तै छ अब विदेशको ठाउँमा। अनि आइतबार चाहिँ अब बिहानै पकाएर त्यो दिन चाहिँ के अरे बेलुका के अरे आइतबार चाहिँ अनि बिहान बेलुकै उयो हुन्छ, नभए अरू बेला चाहिँ अब बेलुका चाहिँ तातो तातै खानु पाइन्छ। अनि बिहान चाहिँ प्राय बासी नै हुन्छ साथी हो होइन, बिहान बिहानै ड्युटी जानुपर्छ। अनि ड्युटी जानु पर्दाखेरि बिहानै पकाउनु पनि अब अलिकति असम्भव छ होइन, सम्भव त हुन्छ तर पनि निद्रा लाग्छ, निद्रा लागेको बेला कोही बेला उठ्नु सकिँदैन होइन। त्यस्तै हो अब। अनि के कस्तो लाग्छ होला साथी हो है, कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला। मेरो चाहिँ आइडी अलिक समस्या भएर चाहिँ गएर यो नयाँ च्यानललाई चाहिँ उयो गर्नु खोजेको, सब्सक्राइब बढाउनै सकेको छैन क्या साथी हो, कति दिन भइसक्यो। बढ्छ फेरि घटिहाल्छ, बढ्छ फेरि घटिहाल्छ, के भएर हो कुनि त्यस्तो भइरहेको छ। जति पनि जोडिँदै हुनुहुन्छ, जोडिनु भएको साथीहरूले पनि भिडियो हेरिदिनु होला होइन, के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला भन्दै है। आजको लागि चाहिँ सबैजनालाई बाई बाई, गुड नाइट है साथी हो है। सबैजनालाई जतिजनाको मोबाइलमा मेरो यो भिडियो होइन, मेरो यो आवाज बोल्नु नजाने पनि यो आवाजहरू पुग्छ होला है, सबैले हेरिदिनु होला, माया गरिदिनु होला र कमेन्ट छोडिदिनु होला। म पनि कमेन्ट मार्फतबाट नै तपाईँहरूको भिडियोहरूमा के अरे म पनि रनिङ गर्छु साथी हो है। एक आपसमा त्यही हो नि, अब हामी त्यस्तो भाइरल मान्छे होइन, साधारण मान्छे हो। जस्तो बनाइन्छ त्यस्तै नै उयो गरिन्छ, जस्तो काम गर्छन् त्यस्तै नै पोस्ट गर्ने, जस्तो आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो तरिकाले भिडियोहरू पोस्ट गरिरहेको छौँ नि त। जसले जति पनि अब हामी जोडिएको छौँ अब एकअर्कामा, अब एकअर्कामा साथ सपोर्ट नभए त अवश्य पनि अगाडि त के अरे गर्नु सकिँदैन साथी हो। त्यही पनि मलाई चाहिँ एउटा यसमा चाहिँ पुरै भूत चढेको छ। मेरो भ्युज आए पनि नआए पनि, सब्सक्राइब भए पनि नभए पनि बनाउँछु होइन, बनाएर के अरे पोस्ट गर्नु चाहिँ मन लाग्छ। अनि यस्तै छ साथी हो। अनि जति पनि हुनुहुन्छ होइन, देश विदेशमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी के अरे सबैजनालाई गुड नाइट भन्दै आजको लागि चाहिँ यति नै। भोलि फेरि यो टाइम यो समय भेटौँला भन्दै सबैजनालाई गुड नाइट, बाई।